विशेष गरी अस्ति हाम्रा राज्यमन्त्रीहरू पूर्व भइसक्नुभयो आएका बेला देवमान थेबे दाई नेका जिल्ला सभापतिज्यूले को पहलमा चाहिँ यो बाँधको क्षेत्रमा चाहिँ गत वर्ष क्षति गरेको ठाउँलाई चाहिँ च्यानलाइजेसन गरेर चाहिँ यो पानीको बाटो खोल्ने उद्देश्यले चाहिँ यो विशेष विराटनगरबाट जेसीबी मगाएर जनताको तटबन्धनले चाहिँ यो काम च्यानलाइजेसन गरिरहेको अवस्थामा अहिले बन्द गर्नु परेको छ र सडक विभागबाट चाहिँ पत्र आएको कारणले गर्दा यो पुललाई अलिकति खतरा हुने भयो भन्ने जानकारीसहित पत्र आएको हुनाले र जनताको तटबन्धनले आजदेखि काम रोकेको छ र आज यो गाडी पनि फर्किँदैछ। यहाँ तटबन्धनबाट हाम्रा सुरेन्द्रजी पनि आउनुभएको थियो र यो सरकारी निकायहरूको चाहिँ समन्वयको अभावमा चाहिँ यो जनता अलिक मारमा परेका छन् र यो छेउछाउ पनि अलिकति निकै नै उत्खनन 500 मिटर वरपर उत्खनन चाहिँ निरन्तर भइरहेको भए पनि यो च्यानलाइज गर्ने कामलाई चाहिँ सडक विभागले पत्र पठाएर जनताको तटबन्धनलाई पत्र पठाएर यो काम आजदेखि रोकिएको आम स्थानीय जनसमुदायलाई हामी जानकारी गराउन चाहन्छौँ। हामीले सकारात्मक सोचका साथ यो दायाँ बायाँ खनिएका चिजहरू उठाउनु हुँदैन र यसलाई चाहिँ अहिले पाइलिङको काम पनि त्यहाँ हुँदैछ र पाइलिङ लगाए त्यो च्यानलाइजेसनले गर्दा चाहिँ बाँधमा सिधै हानेर चाहिँ 43 सालमा जसरी यो रोड छेडेको थियो, सडक छेडेको थियो, त्यसलाई रोकथामका लागि विशेष पहल गरिएको भए तापनि अहिले सडक विभागले पत्र लेखेका कारणले सरकारी निकाय हुन् लेखेर चाहिँ यो रोक्नु भनेका कारण यो काम रोकिएको तपाईहरु समक्ष जानकारी गराउँदछौँ र सम्बन्धित निकायलाई हामी ध्यानाकर्षण गराउन चाहन्छौँ र सडक विभागले नै यो सडकलाई आउने खतरालाई न्यूनीकरण गर्नका लागि सायद पहल गर्नुहुन्छ होला भन्ने आशासहित आजदेखि यो काम रोकिएको जानकारी गराउँदछौँ। निरन्तर यो हाम्रो च्यानलको काम भइरहेछ नि हैन, सामूहिक रूपमा हाम्रो समाजको लागि अलिकति यो माथि कहाँबाट के आएर चाहिँ यो सडक विभागले चाहिँ भोलि पुल यसो भयो भने उसो भयो भने भनेर तटबन्धनलाई दबाब दिएर पत्र लेखेको छ। यसको लागि चाहिँ हामी के गर्नु अब गाउँलेहरू मिलेर काट्न लाउनुपर्छ। हाम्रो यो अन्तिम उपाय हो। यो मौकालाई गयो भने जसले रोकेको छ त्यसले आएर बनाउँछ। मान्छे तलमाथि भयो भने भोलि उसले जिम्मेवारी लिन्छ। यहाँ अरूको होइन, मान्छेको चाहिँ मान्छे भने त अरू मूल्य भने के हुन्छ, मान्छे समाज बचाउनु पर्यो, समाज बाँच्नु पर्यो। आज चाहिँ हामी यो गाडी जुन सरकारी कर्मचारीहरू त अप्ठ्यारो हुन्छ, गाडी लान नदिकन त्यो सडक विभागलाई हामीले रोकिँदैन, उनीहरूको परेदार हामी गर्छौँ। यो 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 यस्तो चाहिँ समाजको काममा यो खेल कसैले पनि नखेल्नु भन्ने अनुरोधका साथ हाम्रो समाजको काम हामीले मिलेर गर्छौँ। खेल यो सानातिना कुरा यहाँ खेल खेल्न आउने होइन, उमै खेल्ने। सडक विभागमा आज के गरौँ हामीले? सडक विभागमा जाने, सडक विभागले रोक्या भन्ने कुरा सुनिन्छ। सडक विभागले रोक्या हो भने त तटबन्धन गरिदिनु पर्यो। सडक विभागले त तलबाट जेसीबी ल्याएर यत्रो खनाइ थियो त पुलको छेउमा, अनि त्यसको मूल्याङ्कन हुन्छ। ल च्यानलाइजेसनको काम भइरहेछ भने त्यहाँ 1500 पाइलीको काम पनि अब बनिसक्यो, चाँडै सुरु हुनेछ। र यसको अब यो यसलाई फलेपछि पानीले आफै बाटो हेर्छ, केही दिन यो लाग्छ। पहल कदमी गर्ने सम्पूर्ण महानुभावलाई धन्यवाद दिन चाहन्छौँ। र यो राजनीतिक भनेको समाज सेवा हो, जीवनलाई सार्थक बनाउने चाहिँ उद्देश्य हो र यसमा चाहिँ वर्चस्वको कुरा केही पनि आउँदैन। तपाईँ हाम्रो उद्देश्य समाजलाई समृद्ध बनाउने हुनुपर्छ भन्ने सन्देशका साथ धन्यवाद। हाम्रो बिजु भाइ एकदम यो काम कस्तो लागिरहेछ भाइ? पुल दक्षिणतिर धमाधम यो अर्को पुल निर्माण हुँदैछ एसिया हाइवे अन्तर्गत र पुलको नजिकै जेसीबी लगाएर एउटा खम्बालाई निर्माण गर्ने काम भइरहेछ। यसमा शुभकामना छ। व्यापारी हिसाबले यो खनिएको होइन, तर पुल नजिकै खनेर पनि पुरिँदैछ र यसलाई हामीले सामान्य रूपमा लिएका छौँ र पुललाई नै यो च्यानलाइज गर्दा खतरा हुँदाखेरि यो खनाइले पनि खतरा चाहिँ हुनुपर्ने हो। र मैले यो 11 गतेदेखि सुरु भएको काम विशेष पहल कदमी गर्नुहुने देवमान दाई लगायतबाट चाहिँ हाम्रा सामाजिक व्यक्तित्वहरू र जनताको तटबन्धन विजय सर लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै जति दिन काम भयो र यो मैले अगाडिको भाग देखाएँ, यो पनि पुल बन्दैछ, शुभकामना। र साँच्चै नै पुललाई लोडलाई नै खतरा हुन्छ भने च्यानल खन्दाखेरि भरे बाँधमा चाहिँ उता बाँध साइडमा चाहिँ हानेर फेरि उता पुल मुनि 43 सालमा छिरे जस्तो फेरि पानी छिर्यो भने त्यो अर्को समस्या रहेको छ। जे भए पनि जति दिन काम भयो अब काम आजदेखि रोकिएको छ र आज यो यहाँ चाहिँ खनिरहेछ होइन चारैतिर। अनि यसले चाहिँ च्यानल खन्दा चाहिँ
कसको दबाब थाहा छैन। अनि यो चाहिँ पुललाई खतरा हुन्छ किन खनेको भनेर चाहिँ सडक विभागले कुन विभागले दबाब दियो अरे र यो गाडी निस्क्यो। यसको बारेमा केही छ भन्नु तपाईँले? गलत छ नि यो? होइन अब होइन त्यो त अब पानी उतातिर सिधै जाओस् भनेर चाहिँ गरेको होला होइन, गरेको अब यो यहाँ यी खनेर यी पुरुषमा त केही भएको छैन होइन। अब यी खाल्डो छ नि यहाँ हेरौँ भएको कारणले चाहिँ आज 16 गते वैशाख मङ्गलबार र जनताको तटबन्धनलाई सडक विभागबाट चाहिँ नखन्नु च्यानल भन्ने पत्र आइसकेकोले यहाँ गाडी निस्किएको छ र यो गाडी फर्किने र काम यतिमै रोकिने यहाँहरू सबैमा जानकारी गराउँदछु। यो हामीलाई त्यस्तो जानकारी आएको छ। धन्यवाद।